कर छली गर्नु र भ्रष्टाचार गर्नु एउटै हो त? आउनुहोस् यही विषयमा हामी आज केही कुरा गरौँ। नयाँ सरकार अहिले फुल एक्सनमा देखिएको छ। भ्रष्टाचारी समातिनुपर्छ, यसमा दुई मत नै छैन। तर कर नतिर्नु र चोरी वा ठगी गर्नु एउटै कुरा भने होइन। डर देखाएर कर उठाउनु र विश्वास जितेर कर उठाउनु पनि एउटै कुरा होइन। जबसम्म हामीले यो बीचको मसिनो फरक बुझ्दैनौँ तबसम्म भ्रष्टाचार विरुद्धको अभियानको नाममा जोसुकैलाई जहिले पनि टार्गेट गर्न सकिने खतरा रहन्छ। अहिले नेपालमा एउटा लहर चलिरहेको छ। व्यापारीहरू पक्राउ पर्दैछन्। सम्पत्ति शुद्धिकरण विभाग सक्रिय देखिएको छ। यसबाट सोसल मिडियामा जनताहरू पनि खुसी देखिएका छन्। तर के कर नतिरेका सबै पैसा अपराधिक कमाइ हुन्? आज यसको विषयमा कुरा गरौँ। नेपालको कानुनले कर छली र सम्पत्ति शुद्धिकरणको विषयलाई फरक फरक चस्माले हेर्दछ। मानव एउटा व्यवसायीले मेहनत गरेर 1 करोड कमायो, तर विवरण भर्दा 50 लाख मात्र देखायो। यो गलत हो, अपराध हो। तर त्यो बाँकी 50 लाख गैर कानुनी पैसा भने होइन। त्यो त व्यापारबाटै उसले कमाएको पैसा हो, जसमा कर र जरिवाना तिराएर पैसालाई वैधानिकता दिन सकिन्छ। अर्को छ सम्पत्ति शुद्धिकरण। कसैले घुस लियो, तस्करी वा ठगी गर्यो भने त्यो पैसाको जड नै अपराध हो। यस्तो कमाई कर तिर्छु भन्दा पनि वैध हुँदैन। किन त? यो फरक बुझ्न जरुरी छ। सैद्धान्तिक रूपमा कर छली गर्नु भनेको राज्यलाई ठग्नु हो, जबकि सम्पत्ति शुद्धिकरण भनेको समाज र वित्तीय प्रणालीलाई नै अपराधीकरण गर्नु हो। त्यसैले सम्पत्ति शुद्धिकरणलाई कर छली भन्दा निकै गम्भीर अपराधको रूपमा लिइन्छ। त्यसैले सामान्य कर छलीमा जरिवाना हुन्छ, तर यदि तपाईँको सम्पत्तिको वैध स्रोत खुलेन भने त्यसलाई सिधै सम्पत्ति शुद्धिकरण मानिन्छ, जसमा जरिवाना मात्र होइन, सम्पत्ति जफत र जेल सजाय समेत भोग्नुपर्ने हुन्छ। दुवैलाई एउटै डालामा हाल्नु चाहिँ न्यायसङ्गत होइन। नेपालको अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा 40देखि 50% रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। साना पसलदेखि मध्यम उद्योगीसम्म पूर्ण रूपमा करको दायरामा परेका छैन। अब के यी सबैलाई अपराधी मान्ने त? अर्थशास्त्रमा एउटा सिद्धान्त छ, ट्याक्स मोरल। मान्छेले कर तब मात्र खुसी साथ तिर्छ जब उनीहरूलाई राज्यमाथि विश्वास हुन्छ। नेपालमा कर तिर्न नखोज्नुको 2-3टा उदाहरण म यहाँ राख्न गइरहेको छु। पहिलो छ जटिल कर प्रणाली। कर तिर्न पनि बिचौलिया चाहिने भएपछि कसले कर तिर्ने उत्साह देखाउँछ र? दोस्रोमा छ शून्य प्रतिफल। मैले कर तिर्छु, तर मेरो घर अगाडिको बाटो सधैँ खाल्टा खुल्ली हुन्छ। बर्खामा त यो खाडल पोखरी नै बन्छ। अस्पताल जाँदा बेड पाइँदैन, सरकारी कार्यालय जाँदाखेरि राम्रोसँग सेवा पाइँदैन। अनि ट्याक्स पेयरको मनमा प्रश्न उठ्छ, मैले किन र केका लागि कर तिर्ने त? तेस्रोमा छ करको दुरुपयोग। जब ट्याक्स पेयरले आफ्नो रगत पसिना गरेर कमाएको पैसाको कर नेताको विलासिता र ठेकेदारमा खर्च भइरहेको देख्छ, त्यसपछि उसले कर तिर्न हिचकिचाउँछ। यी चिजहरू देखेपछि मान्छेले कर छल्ने बाटो खोज्छन्। जब राज्यले केवल डन्डा चलाउँछ तब बजारमा डर पैदा हुन्छ, लगानी रोकिन्छ र पुँजी पलायन हुन थाल्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त राज्यले कुनै पनि ठुलो व्यवसायी समात्नु अघि इम्प्याक्ट एनालाइसिस गर्नुपर्ने हुन्छ। एउटा ठुलो व्यवसाय घराना वा उद्योगीलाई हुने कारबाहीले केवल त्यो व्यक्तिलाई मात्र असर गर्दैन। यसबाट ती व्यवसायीका उद्योगमा आश्रित हजारौं कर्मचारी र मजदुरको चुलो बन्द हुने अवस्था आउँछ। त्यसैगरी ती व्यवसायीले बैंकबाट अर्बौं ऋण लिएका हुन्छन्। व्यवसाय थुनिँदा ऋण असुली रोकिन्छ, जसले बैंकहरूलाई समेत सङ्कटमा पार्छ। तपाईँले याद गर्नुभएको छ, जब ठुला उद्योगीमाथि अनुसन्धान सुरु भयो, हिजोसम्म नेप्से नराम्रोसँग घट्यो। लगानीकर्तामा डर पैदा हुन्छ र उनीहरू आफ्नो पुँजी सुरक्षित गर्न बजारबाट बाहिरिन्छन्। एकजना व्यवसायीको गल्तीले सजाय ती लाखौं साना लगानीकर्ता र कर्मचारीले भोग्नुपर्ने स्थिति आउनु भयानक कुरा हो। व्यवसायी समात्दा बजार नै कङ्गाल हुने खतरा राज्यले बुझ्नुपर्छ। त्यही बुझेर नै होला सरकारले शङ्कर अग्रवाललाई हिजै छोड्यो। आज नेप्सेमा हरियाली छाएको छ। अन्त्यमा एउटा कुरा, सम्पत्ति शुद्धिकरणको कानुनमा एउटा डरलाग्दो व्यवस्था छ।
सामान्यतया सजाय दिनका लागि राज्यले कसैलाई दोषी प्रमाणित गर्नुपर्ने हुन्छ। तर यस केसमा प्रमाणको भार आरोपीमाथि नै हुन्छ। अर्थात् राज्यले तपाईँलाई यो पैसा अवैध हो भनेर समातेपछि तपाईँ आफैले प्रमाणित गर्नुपर्छ कि यो पैसा वैध हो भनेर। यदि 20 वर्ष पुरानो कागजात भेटिएन भने तपाईँ सिधै अपराधी ठहरिन सक्नुहुन्छ। यो व्यवस्थाले कसैलाई टार्गेट गर्न सजिलो बनाइदिएको छ। भ्रष्टाचार न्यूनीकरण हुनैपर्छ, यसमा दुई मत छैन, तर प्रक्रिया न्यायपूर्ण हुनुपर्छ। कर नतिर्नेलाई जरिमाना गरौँ, तर सबै व्यवसायीलाई अपराधीको बिल्ला भिराएर जेल हाल्ने मानसिकताले देशको अर्थतन्त्र भने उँभो लाग्दैन। तपाईँलाई के लाग्छ, राज्यले कर उठाउन डर देखाउने कि विश्वास जित्ने? आफ्नो धारणा कमेन्टमा लेख्नुहोला। हस्, नमस्कार।